सुदन गुरुङ दाईको लागि टाउको छिनारे दिनु पर्यो भने टाउको एकतिर मुन्टो एकतिर बनाउन तयार छौँ हामी युवा, म मात्र होइन, म जस्ता लगायत 3 करोड युवाहरू सुदन दाईको लागि ज्यान दिन तयार छन्। उहाँको रगतमै समस्या छ। हेर्नुहोस्, उहाँ एउटा चल्ला होइन, एउटा कमिला मरे पनि रुने मान्छे हो भन्छ। रवि, बालन, सुदन तीनजना एकजना रोज्नुपर्ने, कसरी रोज्नुहुन्छ? रवि दाई अभियसली सुदन गुरुङ नै चाहिन्छ, अरू विकल्प छैन। दिन्छु, हिजो किटपाबाद नाताबाद बढी चल्थ्यो। हिजोका प्रधानमन्त्रीले खाली भएको पदलाई को ल्याउँथे थाहा छ नि तपाईँलाई? आफ्ना भाइ भतोजा साला ल्याएका छैनन्, ल्याएका छन् नि। हिसीलाई यामी, हाम्रो बाबुराम भट्टराई, सबैलाई हेरौँ न। ठिक छ, बाबुराम भट्टराईजीले पनि उदाहरणीय काम त गर्नुभएको छ, तर पनि नातावाद किताबाद त छ नि त उहाँहरूको। बालन शाहसँग अब एकलौटी सरकार थियो, 5 वर्ष सरकारसँग उहाँसँग पावर थियो। उहाँले गृहमन्त्री चाहेको भए आफ्नो बुढीलाई बनाउन सक्नुहुन्थ्यो, सबिना काफ्लेलाई सक्नुहुन्थ्यो नि, किन बनाउनु भएन? अदालतलाई मानेर अदालतको प्रोसेस अनुसारले मात्र हुन्छु भनेर भन्नुभएको छ। उहाँ अदालती प्रोसेसले हुनुहुन्छ, तर लाग्दैन मैले उहाँलाई त्यति ठुलो गल्ती गर्नुभएको छ जस्तो मान्छेले त्यो सुदन गुरुङ मान्छेले त्यति ठुलो गल्ती गरे जस्तो चाहिँ मलाई लाग्दैन। उहाँले गर्नु पनि हुन्न, गर्नु पनि भएको हुँदैन। त्यो 3 करोडलाई विश्वास छन्। ती विरोधी पार्टी खोतल्ने होइन, सरकार ढलाउन लागेका गिरोहहरूले मात्र भनेका हुन्। उहाँले केही गल्ती गर्नुभएको छैन मेरो नजरमा चाहिँ। सर, स्वागत छ हजुरलाई। नमस्कार। अब सामाजिक सञ्जालहरूतिर चाहिँ सामाजिक सञ्जालले चाहिँ गृहमन्त्री सुदन गुरुङलाई दोस्रो पटक गृहमन्त्री बनाइसके। हजुर हो। तपाईँले हेर्नु भएको छ भएको छैन सामाजिक सञ्जालतिर? होइन, यसो छ नि, अब गृहमन्त्री त अरू विकल्पै छैन। हेर्नुहोस्, सुदन गुरुङ जस्तो गृहमन्त्री अब हाम्रो हिस्ट्रीमै भनौँ न, इतिहासमै अहिलेसम्म इतिहासमै कोही छैन। राजा खानदानदेखि लिएर आजको हाम्रो यो अहिलेको गणतन्त्र व्यवस्थासम्म आउँदाखेरि अहिलेसम्म सुदन गुरुङ जस्तो हामीले गृहमन्त्री पाएका छैनौँ। त्यो भएर अब यो जुन सम्बन्धित सञ्जालले हालिरहेको छ न्युज एकदम राम्रो हो। 2-3 दिनभित्र उहाँ फिर्ता हुनुहुन्छ र हुनै पर्छ। 3 करोड जनतालाई चाहिएकै गृहमन्त्री हाम्रो सुदन गुरुङ नै हो। अब जस्तो कि हिजोको दिनमा यतिकै वर्षदेखि 35 वर्ष 40 वर्षदेखिबाट गृहमन्त्री त आएका थिए नि देशमा, उहाँहरूले काम त गर्नुभएको थियो त। तपाईँले उहाँको काम नदेखि सुदन गुरुङ मात्रै देख्नुभयो त्यसो भए? यस्तो छ नि त, हजुर आफै मलाई भनिदिनुहोस्, हजुरले सोधेको क्वेसन मैले तपाईँलाई सोधेँ, भनिदिनुहोस् त यो उहाँ जस्तो अरू कुनै एकजनाको नाम, सुदन गुरुङ जस्तो अझ एकजनाको नाम भनिदिनुहोस् त मलाई तपाईँले। अब जस्तो कि नारायण काजी श्रेष्ठले काम गर्नुभएको थियो हिजोको दिनमा। नारायण काजी श्रेष्ठले के गर्नुभएको थियो सर? हामीले हेर्ने हो भने नारायण काजी श्रेष्ठले के गर्नुभएको थियो? त्यो दुनियाँ घुसखोरी भ्रष्टाचारी दलालहरूलाई उहाँले छुपाएर लुकाएर राख्नुभएको थियो। एकजनालाई 2जना समातेर हुन्छ? उहाँले देशको पूर्व पीएम जस्तो प्रधानमन्त्री केपी ओलीलाई समात्नु भएको छ। म भने के उहाँले भ्रष्ट देशलाई सिद्ध्याउनु भयो, त्यसलाई कङ्गाल बनाउनु भएको। त्यो त बाध्य थियो नि त। जस्तो कि सुदन गुरुङले गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओली नसमातेको भए जेनजीले फेरि मार्थे नि त। फेरि समस्या त्यहाँनिर थियो। मार्थे भने उसले बोलेको थियो, बोलेको कुरा पुरा गरेको, उसले आँटेको इच्छा पुरा गरेको, त्यो मात्र भन्दै गर्दाखेरि उसले गलत सही मान्छेलाई समातेको होइन नि त। 35 वर्ष देशलाई कङ्गाल खोक्रो बनाउने मान्छेलाई तैँले के गरिस् त भन, यस्तो गर्नुपर्छ भन। उसले समातेर त्यो गर्न खोजेको होइन, उसले समातेर सही गर्न खोजेको। अरूले पनि यसो गर्नुपर्छ, यसो गर्दाखेरि भने चाहिँ मैले गरेको काम सराहनीय छ, मैले गरेको काम चाहिँ उदाहरणीय होस्, मैले गरेको काम इक्जाम्पल बनोस् भनेर उहाँले त्यो 2जना समात्नु भएको र सही मान्छेलाई समातेको होइन, गलत मान्छेलाई नै समातेको। उहाँले यसरी गरेर भन्नुपर्दा उहाँले आजभन्दा कति वर्ष अगाडि बनचराले के ढकाल भन्ने मान्छेलाई मार्नु भएको हो किन केपीले? उहाँको त्यो कोही त कुन चाहिँ गृहमन्त्रीले त्यो निकाल्नु भयो? यो त सुन्नु न, यो त आधारहीन कुराहरू भयो कि। जस्तो प्रमाण छैन अहिले होइन, अरूले भनेको कुरा तपाईँले सुने हो, मैले सुने हो, तर आधारहीन कुरा हो नि यो त होइन। सर, इतिहासमा के चाहिँ प्रमाण छ र? इतिहास बोल्ने होइन र? अहिलेसम्म इतिहासमा कुन चाहिँ प्रमाण केपी बाले भन्नुहुन्छ म यसो गर्छु उसो गर्छु, कुन चाहिँ प्रमाण छ? सबै आधारहीन त हुन्। तपाईँ हामीले देखेको कुरा, महसुस गर्ने कुरा, फिलिङ गर्ने कुराहरू त हुन्छ। इतिहास भनेको के हो त? फिलिङ गर्ने कुरा त हो नि। जस्तो कि सुदन गुरुङको नसामा रगतमा समाज सेवा रहेछ कि। जस्तो हिजो भर्खर देख्नुभयो संसद भवनमा एउटा के तामाङ भन्ने आफ्नै सांसद लड्दाखेरि उहाँले छिटो एम्बुलेन्स बोलाएर हस्पिटल पुर्याउनु एक्ज्याक्ट हो। तर उहाँको समाज सेवा चाहिँ गाई नसक्नु रहेछ। हजुरले भने जस्तै उहाँको रगतमै समाज सेवा छ। हेर्नुहोस्, उहाँ एउटा चल्ला होइन, एउटा कमिला मरे पनि रुने मान्छे हो भनेको। उहाँले समाज सेवा मिलनसार होइन, सबैलाई मिलाएर जाने खालको हुनुहुन्छ। उहाँ भनेको कस्तो भन्दाखेरि उहाँको तपाईँले रगतमै उम्लेको छ। उहाँहरूको रगत, उहाँहरूको मात्र होइन, युवाको रगतै उम्लेको छ। के भयो त मलाई एउटा भनिदिनुहोस् त? एउटा घर बनाउँदाखेरि त राम्रो पर्फेक्ट घर बनेन भने त, पर्फेक्ट घर नबन्यो भने त बाबुआमाले बनाउने इन्जिनियरले गाली खान्छ भने यो त देशको कुरा हो सर, इतिहासको कुरा। देश बनाउने बेलामा उहाँले के गरेर बस्नुभएको थियो 35 वर्षसम्म? मलाई भनिदिनुहोस् न त। भनेपछि त्यसो भए सुदन गुरुङ गृह मन्त्रालय फिर्ता आएन भने तपाईँ पनि आन्दोलन जानुहुन्छ, ज्यान दिन तयार हुन्छ त्यसो भए? होइन, सुदन गुरुङ दाईको लागि टाउको छिनारे दिनु पर्यो भने टाउको एकतिर मुन्टो एकतिर बनाउन तयार छौँ हामी युवा, म मात्र होइन, म जस्ता लगायत 3 करोड युवाहरू सुदन दाईको लागि ज्यान दिन तयार छ। तपाईँ गफ लाउनु भयो फेरि? होइन, त्यो आगो बल्छ। तपाईँ पसलभित्र बस्ने अनि आन्दोलन नजाने? होइन नि सर, एकदमै यो एकदम मनको कुरा हो। हेर्नुहोस्, हाम्रो पनि ब्लड उम्लेको छ। सुदन दाईले जे गर्नुभएको छ त्यो एकदमै सराहनीय छ। त्यो शब्दले बयान गर्ने ठाउँ छैन सुदन गुरुङ दाईलाई।
रवि र बालनले पनि देख्न पर्यो सुदन गुरुङ कामलाई नि त्यसो भए 100% मैले हजुरलाई पछिल्लो टाइममा पनि भनेको छु होला यो कुरा। रवि र बाहिर भन्दा सुदन गुरुङलाई एक स्टेप माथि राख्नु पद्य आधारमा चाहिँ उहाँले के गरेको भन्दाखेरि रवि दाइले पनि त हिजो अस्ति गृहमन्त्री हुँदाखेरि कति 32 दिन कति दिन हुनुभयो, हुन त उहाँलाई ओल जेल लगाए होइन, घुमाए, अप्ठ्यारोमा पारे, उहाँलाई फकाए फुलाए, उहाँले जान्नुभएको थिएन। अहिले त उहाँलाई त रिलिङ गर्ने त हाम्रो रवि दाइ नै हो नि त। त्यो उहाँले गर्दै गर्दाखेरि त उहाँले त रवि दाइले पनि गर्न नसकेको काम गर्यो भन्न पनि त मिल्छ नि। किन भन्दाखेरि उहाँले केपी रमेश शेखरलाई समात्नु भयो नि त। यो भनेको भनौँ न इतिहासले लेखिने नाम हो क्या। अब समातेर मात्रै मैले समातेको कुरा मात्र गरेको होइन, कस्तो व्यक्तिलाई समायो भन्ने कुरा तपाईँ हामीले हेर्नुपर्छ क्या। कसलाई चाहिँ समायो त, जसले चाहिँ देश बिगारेको छ 35 वर्ष। केपी बाले के गर्न सक्नुहुन्न थियो मलाई भनिदिनुहोस् न। केपी बाले हाम्रो देश नेपाललाई कस्तो बनाउने उहाँसँग खाका छैन। केपी बाले त हिजो मात्रै सामी सञ्जालतिर आएर के अभिव्यक्ति दिनुभएको छ भने मेरो कुनै पनि सम्पत्ति छानबिन हुँदैन होइन, म बयान दिन पनि जाँदिनँ होइन, अनि यो सरकार पनि ढल्ने हो, धेरै चोरीफुट नदेखाए हुन्छ भनेर बालन सरले चेतावनी दिनुभएको मलाई छ। उहाँलाई सोध्छु 35 वर्षदेखिको 13 खरब इन्टु 35 अरब कहाँ गयो, 13 खरब इन्टु 35 वर्ष कहाँ गयो, 35 इन्टु 13 खरब कहाँ गयो, मलाई यसको हिसाब दिनुहोस् केपी बाला। स्पेसली मेरो यो क्वेसन, 35 वर्ष इन्टु 13 खरब प्रत्येक वर्षको बजेट, यो पैसा कहाँ छ? हामीलाई चाहिएको यति हो। यति पैसाको एन्सर दिन सक्नुहोस् अनि हामी तपाईँलाई फेरि नै हामी भोट हालेर फेरि तपाईँलाई जिताउँछौँ। ल भन्न खोजेको कुरा 35 वर्षदेखि प्रत्येक वर्षमा 13 खरब बजेट हो नि त। त्यो बजेट कहाँ गयो त? कहाँ युज गर्नुभयो तपाईँहरूले? मलाई भनिदिनुहोस् न त। ल मलाई एकजनालाई भनिदिनुहोस्, सबैलाई भन्नु पर्दैन। 3 करोड मान्छेले आफैले सुनिहाल्छ। हजुरले भन्नुभयो मलाई मेरो खरानी मात्र छ भने खरानी, अनि 35 वर्षदेखि 35 वर्ष फेरि पनि भन्छु 35 वर्षदेखिको 13 खरब कहाँ गयो त? केपी बा ओली बा हजुर भनिदिनुहोस् न त। 35 वर्ष इन्टु 13 खरब कहाँ छ? अब जस्तो हो कि अब हिजो मात्रै उहाँले दिएको अभिव्यक्ति सुन्दा तपाईँलाई लाग्यो होला कि उहाँ फेरि खरानीबाट पनि उठेर आउँछु भनेर भन्नुभएको छ। अब उहाँले सायद यो बालन सरकार ढलाउने तर्खमा हुनुहुन्छ होला सायद। म हजुरलाई एउटा कुरा भन्छु, अब मरेको मान्छे जिउँछ भन्ने औषधि छ भने चाहिँ उहाँहरूको पालो छ। मरेको मान्छे जिउँछ भन्ने औषधि छ भने चाहिँ उहाँहरूको पालो छ। नभए त्यो मरेको मान्छे जिउने औषधि बनाएर ल्याउनु होला अनि मात्र उहाँहरूको पालो आउँछ। नभए त्यो पालो सम्भव छैन। अब असम्भव हो यो। अब उहाँले के कुरै नगरे हुन्छ। माओवादी काङ्ग्रेस एमाले पतन भनेपछि बालन सरकार 5 वर्ष ढुक्कले टिक्यो भने चाहिँ 20 वर्ष टिक्छन् भन्छन् क्या कति मान्छे। किनभने 5 वर्षभित्रमा बालन सरकारले धेरै काम गरिसकेका हुन्छ। त्यो भएर जनताले फेरि 20 वर्षलाई रासपाको सरकार हजुरले 5 वर्ष टिक्छन् भन्नुभयो। हामीले त हेर्नुहोस्, हामीले भोट दिएर दिइसक्यौँ 5 वर्षको लागि बालन सरकार रासपा। 5 वर्ष बालनलाई कसैले हलाउन सक्दैन, कसैले पनि हलाउन सक्दैन। जतिसुकै फोर्स पावर लगाउनु। अब हेर्नुहोस्, देश बेच्छ, यो गर्छ त्यो गर्छ भन्छन्। बिचारा उहाँलाई एउटा देशको माटो एउटा ढुङ्गा बेच्न इँटा बेच्न त माया लाग्छ, माया लाग्ने। हिजो अस्ति ऱ्यापको गीतहरू गाउँदाखेरिको सबै कुराहरू हेर्दै आऊँ न, विगत हेर्दै आऊँ न। उहाँको विगत र उहाँको हाम्रो केपी बाको विगत। प्रधानमन्त्री दुईजना प्रधानमन्त्री हो। आज कुन लेभलको 38 वर्ष प्रधानमन्त्री हो, हिजो कुन 72 वर्ष प्रधानमन्त्री हो। कति थ्री टाइम्स एजेड प्रधानमन्त्री। उहाँले गर्ने कुरा चाहिँ उहाँले गर्न सक्ने, हाम्रो 30 इयर्स ओल्डले, त्यसपछि 72 इयर्स ओल्डले चाहिँ गर्न नसक्ने। उमेरले त केही प्रभाव भएन, उमेरले त केही गर्दैन। यस्तो हो नि सर, उमेर भनेको भिजेको हो नि त। त्यो भनेको भन्छ नि 72वटा भोटो फटाउनु भएको छ। बालन सरले त 38वटा मात्र भोटो फटाउनु भएको छ भनेपछि को ठुलो त? कसले गर्न सक्दैन भनेको सिस्टम ल्यायो, गर्न चाह्यो भने हुँदो रहेछ नि त। आज बालन शाहको ब्याक साइडमा सुदन जस्तो हुनहार गृहमन्त्री छन् अनि सभापति रवि लामी जस्तो हुनहार सभापति छन्। नेतृत्व यसरी गर्नुपर्छ है। नेतृत्व गर्दाखेरि यसरी गर्दा यस्तो हुन्छ भने नेतृत्व दिने मान्छे के विभागसँग चाहिँ थिएन नि त हिजो अस्ति नेतृत्व दिने मान्छेहरू। अब राम्रो नेतृत्व दिनु पर्यो नि त, राम्रो सल्लाह सुझाव दिनु पर्यो नि त। मसँग के शेरबहादुर देउवा, प्रचण्ड, गगन, हजुरको नारायण काजी, एमालेका हाम्रो भीम रावल जस्ता छैनन् र छन् नि। खोइ त मिलेर हिँड्नु भयो उहाँहरू, खोइ त टिमवर्क गर्नुभयो त। टिमवर्क गर्दा त हुँदो रहेछ नि त। आज बालनले गरेको के हो त भन्नुहोस् त, हजुरहरूले पनि भन्नुहोस् त। आज बालनले गरेको के हो त? टिमवर्क त हो नि। विशेषज्ञहरू राखेको छ, टोली राखेको छ, टोलीको आधारमा बोल्ने, ऊ एक्लै बोल्ने, उसलाई आइडिया छ र उसले आफै भनेछ नि। मैले भर्खर प्रधानमन्त्री हुँदाखेरि बुझेको कुरा हो कि हामीले पनि उहाँहरूको भूमि मिचेका रहेछौँ, विज्ञहरू राखेर त्रिपक्ष सम्झौता गर्नुपर्छ भन्नुभएको छ। नराम्रो कुरा हो त? मलाई यसमा नराम्रो कुरा, यसको बुझ्ने मान्छेले चाहिँ यसलाई औल्याउनु पर्यो, बुझ्नु पर्यो। उहाँले भनेको कुरा अलिकति कानमा 10 चोटि सुन्नु पर्यो। उहाँले के भनेको तर विरोधीहरूलाई मैले गजब भयो नि त। गजब भयो विरोधीहरूको लागि। बालन शाहले एकचोटि बोलिदियो भने त्यो बोलेर कहाँ एकछिन मिस्टेक गर्यो भने चाहिँ अनि हामी मजा आउँछ, त्यसलाई विरोध गर्छौँ। ए सर, हर्कजीको 3 सिटे पार्टी, फेरि पनि भन्छु हर्कजीको 3 सिटे, हर्कजीसँग आर्यन राई, ध्रुव राई र हर्क राई भन्नेदेखि अरू को चाहिँ छ र?
उहाँले प्रधानमन्त्रीको तुरी ल्याउनुहुन्छ, उहाँले के गर्न सक्नुहुन्छ? एउटा सिम्पल व्यक्तिले एउटा श्रमको मात्र काम गर्छ यार, श्रमको, जब ढुङ्गा मात्र बोक्ने काम सोचिरहेछ, बाँसको चोयाको पुल बनाएको छ, चोयाको पुल बनाएर हुन्छ देशमा? भन्नुहोस् न तपाईँ आफै, हामी आफै हेरौँ न। उहाँसँग 3 जना छ, खोइ विशेषज्ञ टोली, विशेषज्ञ टोली खोइ, उहाँलाई प्रधानमन्त्री खोइ त विशेषज्ञ टोली। उहाँले त फेसबुकमा दिनै चेतावनी दिनुभएको छ, बालन शाह राजीनामा दिनै पर्छ, नैतिकताको आधारमा राजीनामा दिनै पर्छ भन्नुभएको छ। भनेपछि फेसबुक बन्द भयो भने हाम्रो उहाँ पनि मर्नुहुन्छ, त्यही हो। भनेपछि उहाँले फेसबुक मात्रै लेख्नुहुन्छ नि त, रियलमा त भएन नि त। फेसबुकमा भएपछि बन्द भएपछि उहाँ पनि बन्द भयो, त्यसो भए त्यही होइन। फेसबुकले प्रधानमन्त्री हुन्छ सर, लाइभमा रियालिटी। मैले भने त विशेषज्ञ टोली खोइ उहाँसँग, उहाँलाई हामीले प्रधानमन्त्री मान्यो, 3 करोडले प्रधानमन्त्री माने रे, तर खोइ त विशेषज्ञ टोली। मलाई 1 जना टोली विशेषज्ञ उहाँले सोचेको, उहाँले राखेको राम्रो विशेषज्ञ टोलीको नाम भनिदिनुहोस्। बालेनसँग 25 जना छन्, 24 जना छन्, 16 जना छन्, 50 जना छन्, 52 कतिजना चाहियो? 23 जना छन्। बालेन साहब यतिकै बोल्नु भएको छैन नि, विशेषज्ञ टोली राखेर, विज्ञहरू राखेर। उहाँले भनेकै छ नि, विज्ञहरू राखेर, मैले थाहा पाएको कुराहरू हो, विज्ञहरू राखेर यसको खोज अनुसन्धान गर्नुपर्छ भन्नुभएको हो नि त। अब जस्तो कि गृह मन्त्रालय बालन शाहले खोल्टिया च्यापेर राख्नु भएको छ आजसम्म, होइन? हो, एकदम। सायद मलाई लाग्छ कि गृहमन्त्री सुदन गुरुङलाई दिनको लागि राख्नु भएको होला। अब तपाईँहरू ननिलु नबोल्नु भइरहेछ कि अब ल्यायो, गृह मन्त्रालय ल्यायो भने चाहिँ छोख्याएर ल्यायो भन्ने हुन्छ, यदि ल्याएन भने चाहिँ जेनजीले अप्ठ्यारोमा पार्छन्। मैले हिजो हजुरलाई भनिदिन्छु, हिजो किप्पावाद नातावाद बढी चल्थ्यो। हिजोका प्रधानमन्त्रीले खाली भएको पदलाई को ल्याउँथे थाहा छ नि तपाईँलाई? आफ्ना भाइ भतोजा साला ल्याएका छैनन्, ल्याएका छन् नि। इसीलाई हामी, हाम्रो बाबुराम भट्टराई, सबैलाई हेरौँ न। ठिक छ, बाबुराम भट्टराईजीले पनि उदाहरणीय काम त गर्नुभएको छ, तर पनि नातावाद किताबाद त छ नि त उहाँहरूको। बालेन शाहसँग अब एकलौटी सरकार थियो, 5 वर्ष सरकारसँग, उहाँसँग पावर थियो, उहाँले गीतामाथि चाहेको भए आफ्नो बुढीलाई बनाउन सक्नुहुन्थ्यो, सबिना काफ्लेलाई, सक्नुहुन्थ्यो नि, किन बनाउनु भएन? किन बनाउनु भएन? हो, रवि दाइले पनि त हाम्रो निकिता भाउजूलाई के दिन मिल्दैन थियो, सांसदको टिकट उठाउन मिल्दैन थियो, कहीँबाट सन्त पाउन मिल्थ्यो नि, किन गर्नु भएन? नातावाद कृपावाद छैन यो पार्टीमा, हुँदैन, आउँदैन। हजुरले भन्नुभयो जेनजीले यदि सुदन गुरुङ आएन भने सर सुदन गुरुङदेखि बाहेक विकल्पै छैन त। मलाई अर्को, मैले अझै फेरि पनि सोध्छु, मलाई सुदन गुरुङ जस्तै अर्को एउटा नाम भनिदिनुहोस् न त गृहमन्त्री बनाउने। भित्र हेर्नु खगेन्द्र सुनार छन्, ए सर अरू छन्, देख्नु भएन? खगेन्द्र सुनार रासोमा माननीयहरू कम छन् त भने। जो कुरा बुझेँ, खगेन्द्र सुनारलाई पनि त हाम्रो बालेन शाहलाई खगेन्द्र सुनारले पनि सुदनजी नै आउनुपर्छ भनिराख्नु भएको छ नि त। उहाँले प्रतिनिधि हामीमा के छ भन्दाखेरि, राष्ट्रपति पार्टीमा स्पेसली के छ भन्दाखेरि, राम्रोलाई छान्ने, राम्रोलाई ठाउँ दिने। म रवि दाइसँग जस्तै, म सबैलाई भन्दैछु, सभापतिको चुनाव हुँदैछ, अधिवेशन हुँदैछ, रवि दाइ जस्तै सभापति भन्छ, रवि दाइले छोडिदिनुहुन्छ ल? छ त पार्टीमा रवि दाइ सरको सभापति छ त? ल मलाई नाम भनिदिनुहोस् कसैको। म जस्तै अर्को गयो भने रवि दाइले छोडिदिनु त भन्न खोजेको, राम्रोलाई छोडिदिनुहुन्छ क्या। बालेनजी जस्तो, बालेनजीले प्रधानमन्त्री अहिले पनि छोड्न सक्नुहुन्छ, छोड्नुहुन्छ चाहनु भएन भने छोड्नुहुन्छ उहाँले, तर बालेनजी जस्तो को छ त मलाई भनिदिनुहोस् न त। रवि दाइ र बालेनजी जस्तो अरू को छ त मलाई भनिदिनुहोस् ल। त्यही भएर त्यसो भए जेनजीले सुदन गुरुङलाई नै चाहेको, सुदन गुरुङ नै चाहिन्छ, अरू विकल्प छैन। टालटुल पारेर सुदन गुरुङै ल्याउने, त्यसो भए 100% सुदन गुरुङै टालटुल पारेर अप्सनै छैन। मैले भने भनेपछि गल्ती भए पनि यसो छ नि त, चोख्याएर ल्याउने, त्यसो होइन। उहाँले त भन्नुभएको छ, म गल्ती भयो भने म निर्दोष भएर म न्यायालयलाई मानेर, न्यायको हजुरको अदालतलाई मानेर, अदालतको प्रोसेस अनुसारले मात्र हुन्छु भनेर भन्नुभएको छ। उहाँ अदालती प्रोसेसले हुनुहुन्छ, तर लाग्दैन मैले उहाँलाई त्यति ठुलो गल्ती गर्नुभएको छ जस्तो मान्छेले, त्यो सुदन गुरुङ मान्छेले त्यति ठुलो गल्ती गरेर जस्तो चाहिँ मलाई लाग्दैन। उहाँले गर्नु पनि हुन्न, गर्नु पनि भएको हुँदैन। त्यो 3 करोडलाई विश्वास छन्, ती विरोधी पार्टी खोतल्ने होइन, सरकार ढलाउन लागेका गिरोहहरूले मात्र भनेका हुन्। उहाँले केही गल्ती गर्नुभएको छैन मेरो नजरमा चाहिँ। अब गृहमन्त्री सुदन गुरुङ आउनुभयो भने चाहिँ के गर्नुपर्छ पहिलो काम चाहिँ? यसो छ, म चाहिँ मेरो मनको कुरा भन्नुपर्दा चाहिँ, म एउटा थोरै, म सानो मान्छे भएर म सजेसन दिन्छु उहाँलाई। 77वटा जिल्लामा 77 जना विज्ञ टोली राख्नु होला। 77वटा जिल्लामा अभाव के छ, अप्ठ्यारो के छ, गाह्रो के छ। नेपालमा सानो एउटा दियो जस्तो कन्ट्री हो, दियो हो, बाल्न सकिन्छ, हुरुरी बाल्न पनि सकिन्छ होइन। दियो भनेको कारण चाहिँ 77वटा जिल्लामा 77वटा विज्ञ टोली राखेर 77वटा जनालाई के चाहिँ अभाव छ त, 77 जिल्लामा के को अभाव छ, कति दुखीपिटी छन्, कतिलाई गाह्रो छ, के अप्ठ्यारो परेको छ, त्यो टिम बनाएर होइन, नायक फिल्ममा टिम बनाए जस्तै टिम बनाएर 77 जनाले, फेरि 77 जनाको लिडिङमा, 77 जनाको अध्यक्षतामा 11 जना बनाएर टक्क गाउँ पछि हिँडेर अभाव पत्ता लगाएर के चाहिँ कुरालाई पूर्ण गर्नुपर्छ, के कुराको चाहिँ अभाव छ नेपाल देशमा, अब जनता मेरो म मात्रै होइन 3 करोड जनता खुसी हुन्थे। अब जनतालाई परिणाम चाहिएको छ, हेर्नुहोस् होइन। डेलिभरी भनेको नि त, सुन्नु न, 35-40 वर्षसम्म यो देश बिग्रिएको खोक्रो भएको देशलाई अब राष्ट्रपा सरकार त बन्यो, तर राष्ट्रपालाई गाह्रो छन् नि। हेर्नु त, भर्खर उहाँ नतिजा चाहिएको जनतालाई। होइन, गाह्रो चाहिँ छ। हेर्नुहोस्, खरानीमा हाम्रो केपी बाले भने जस्तै खरानी नै भएको छ देश
होइन कुहिएकै छ बिग्रेकै छ गनाउने जस्तो सिल्नै भएको छ बेला सफा गर्न टाइम लाग्छ सफा गर्दा 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 गरेर निकाल्नुहुन्छ 5 वर्षमा बालनजीले यसलाई सफा गरेर बालेन्द्र सुदनजी रवि दाई जस्तो मिलेर यसलाई सफा गरेर क्लिन चट मैले अघि फेरि पनि भने हजुरलाई जहाँ अभाव जहाँ अप्ठ्यारो जहाँ गाह्रो जहाँ चाहिँ केही छैन है 77वटा जिल्लामा ती जिल्लामा जानु पर्यो सुदनजी अब तपाईँ फिर्ता भएर ती जिल्लामा जानु पर्यो यी ठुला टाउकेलाई छोडिदिनुहोस् एकचोटि 5 वर्ष सरकार हतार नगर्नुहोस् हामीलाई कहाँ अप्ठ्यारो परेको छ नेपालीहरू कहाँ दुखी छन् नेपालीहरू कहाँ पीडित छन् कहाँ उत्पीडित छन् त्यहाँ गएर तपाईँले गर्नु भने साँच्चै नै त्यो चाहिँ देखिने ठाउँ हो 77वटा जिल्लामा गएर गर्नुभयो भने त्यो चाहिँ देखिने ठाउँ हो देखिने ठाउँमा गएर गर्नु होला भन्छु म अब जस्तो मेरो तपाईँले व्यक्तिगत सुझाव अब जस्तो तपाईँले राजसभाको प्रशंसा गरिरहँदाखेरि बयान गरिरहँदाखेरि चाहिँ राजसभालाई के भन्छन् विरोधीहरू थाहा छ घन्टे ग्याङ खरानी ग्याङ लुसिफर विदेशी दलाल भन्छन् क्या त्यो त सर हजुरलाई नि फेरि भएको क्वेसन मैले फिर्ता देखिरहेको छ नि त्यो त देखिरहेको छ नि तपाईँले किन विरोध गर्नुभएको होला मलाई यसको एन्सर दिनुहोस् जो विरोधी हुनुहुन्छ जस्तै खरानी भन्नुहुन्छ अहिले किन विरोध गर्नुभएको थाहा छ उसले राम्रो गर्यो भनेर ऊ स्टेप चढ्यो अब ऊ चढ्न लाग्यो ऊ अब माथि गयो अब माथि पुग्ने भयो है हाम्रो सक्यो हाम्रो राजनीति सक्यो अब जति पुराना नयाँ जति उदाएका छन् नि यो बाहेक राष्ट्रसभा बाहेक नयाँ पुरानो जति उदाएका छन् नि यिनीहरूको राजनीति सकिन्छ भनेर यिनीहरूले यो घन्टे खरानी भनेर उपनाम दिएका हुन् केही हुनेवाला छैन सर यो केही हुनेवाला छैन बुझिसके जनताले सत्य मान्छेले असत्यको जित हुँदैन सत्यको जित हुन्छ सत्य मान्छेले